नाम राकेश राखी कस्तो राम्रो रहेछ तिम्रो त एउटा बाइकमा त सारा संसार अटाएर ल्याउँछ हो कान्छा आम्मा कहाँबाट आएको तिमी होइन बसैनु युपीको हो बेङ्गालको हो आमामा तिम्रो त यहाँ त अन्त काट्दै छ त हौ आम्मा सम्पूर्ण रूप लिएर आएछ त हो के छ बाबु यहाँ ल हेर्नुहोस् भाँडा कुँडा सबै एकछिन बस है यसरी एउटा उहाँले लगभग यो एउटा बाइकमा चाहिँ कतिवटा आइटम लिएर आएछ कतिवटा जिनिसहरू छ अनुमानित भन्नुपर्दा 200वटा छ 200वटा सामान बोकेर यसरी गाउँ यसरी गाउँतिर उहाँहरू आउँछन् यति मेहनती हुन्छन् उहाँहरू यहाँको मेहनतलाई एकदम सलाम छ अब के अरे प्रायः हाम्रा युवाहरूले चाहिँ नि अब बाइकलाई एउटा खालि मनोरञ्जनको हिसाबले मात्रै अथवा सवारी साधनको हिसाबले मात्रै हेर्ने गरेको छ त्यो पनि ठिकै होला एक ठाउँ तर उहाँले चाहिँ एउटा बाइकलाई कमाइको जरिया बनाएछ अत्यन्तै यो उहाँको दुर्लभ प्रकारको यो जुन व्यापार छ यो व्यापारलाई चाहिँ एकदम गाउँ पनि जान्छ है प्रायः अनुमानित कतिको सामान होला भाइ तिम्रो यहाँ 15-20 हजारको छ अनि भनेपछि आज यो कहाँ गएर आएको तिमी अहिले फिलहाल चाहिँ ओकेडी पनि जाने आम्मा ल अनि जस्तै अब मासिक आम्दानी भन्दाखेरि चाहिँ कतिको लगभग हुन्छ यसो अन्दाज गर्दा दिनमा त्यही 2-3 हजार त कमाइन्छ पेट चला चाहिँ हुन्छ पेट चल्छ होइन अनुमानित भन्दा 2-4 हजारको चाहिँ हुन्छ दिनमा है बिक्री साह्रै राम्रो लाग्यो नि त यो तिम्रो यसरी यो एकदम हो नि एकदम मजाले जुत्ता चप्पलदेखि लिएर यो भाँडाकुँडादेखि लिएर यहाँले सबै चिया पकाउने यो ताप्केदेखि लिएर भाँडाकुँडा पो रहेछ कराईहरू मसलाको डिब्बा लुगा चाहिँ छैन लुगा कपडा छैन है ल बडा अद्भुत छ तिम्रो काम यसरी अगाडि बढोस् र मासिक भनेपछि 1.5-2 लाख रुपियाँ त कमाइ छ केटाको अलिक छैन अलिक पुग्दैन है र गुजारा चल्छ 5-6 हजार 7 हजार त्यति भए कता नि त है अनि बालबच्चा छ परिवार छ कहाँ यतै रहेछ कि होइन कुन चाहिँ डिस्ट्रिक्ट हो बेङ्गल चाहिँ उत्तर दिनाजपुर दिनाजपुरमा हो उत्तर हो ए ल एकदम राम्रो भाइ ल तिम्रो एउटा भिडियो बनाए ल हेर्नुहोस् श्रोताहरू हेर्नुहोस् दर्शकहरू यसरी बाइकमा पुरै उहाँले एउटा पाहाडै लाँदैछ सामानको ल ठिक छ केटाको